भएको कारणले जोडिएर रहेको कारणले मलाई चाहिँ तपाईँको सेवकहरूको आते जाते के भइरहेछ, कहाँ के कसो भइरहेछ, तपाईँको सेवक कतिजना छ, सेवकहरू कतिजना हुनुहुन्छ, पास्टरहरू के गर्नुहुन्छ भन्ने कुरा मलाई चाहिँ विशेष गरेर म त्यो डिटेल्सहरू लिइरहन्छु। अनि त्यो डिटेल्स लिँदै गर्दाखेरि हामी हेर्दछौँ कि यहाँनिर एकदमै शक्तिशाली काम हुन्छ। थाहा छ यही मण्डलीको अर्को 2टा छोरी मण्डलीहरू पनि छन्। धेरै ठाउँहरूमा छोरी मण्डली भन्ने बित्तिकै मान्छेले के भन्छन्, यसले त विदेशबाट टन्न पाउने रहेछ भन्छ क्या। तर नो, हामी जति पनि टिममा छौँ, अनन्त आशाको टिम र जिटिसीको टिम, हामी जति पनि यो टिमहरू हामी जुन जिल्ला ठाउँ मण्डलीहरू हामीले जोडेर सेवा गरिराखेका छौँ, हामी कहिले पनि अब त्यो संस्थाले यति लाख दिन्छ, यति हजार दिन्छ भनेर हामी आशा गरेका होइनौँ। हामीले चाहिँ के जानेका छौँ भने येशूको प्रतिज्ञालाई हामी जान्दछौँ। अनि त्यो येशू उहाँको आज्ञा र प्रतिज्ञामा टेकेर हिँड्न सिक्नुपर्छ हामीले। जब हामी हिँड्न सिक्छौँ अनि मात्र हामी भोलि गएर जस्तो सुकै परिस्थितिहरू आयो भने पनि हामी अघि बढ्न सक्छौँ। अनि त्यही कुरा येशू प्रभुले हामीलाई भन्नुभएको कुरा चाहिँ के हो भन्दाखेरि मत्ती 6:33 परमेश्वरको राज्य र उहाँको धार्मिकताको पहिले खोजी गर है। यो चाहिँ काम दिनुभयो, यो चाहिँ आज्ञा दिनुभयो। अनि त्यसपछि तिमीलाई के चाहिन्छ? चाहिने सबै ड्रग्सहरू चाहिँ होइन, खैनीहरू होइन, जाँडक्सीहरू होइन, भाङ धतुरोहरू होइन, नराम्रा कुराहरू होइन, तर हाम्रो जीवनमा चाहिने हरेक कुराहरू परमेश्वरले ख्रीष्ट येशू आफैले प्रतिज्ञा गर्नुभएको छ। आमेन। त्यो कुरालाई हामी विश्वासमा टेकेर अघि बढ्न सुरु गर्छौँ अनि हाम्रो जीवनबाट त्यो नदीहरू खोलाहरू फुटेर निस्कन्छ। अनि हाम्रो जीवनलाई देख्दै गर्दा मानिसहरू आश्रित हुन्छन्, हाम्रो जीवनलाई देख्दै गर्दा छक्क पर्छन्, हाम्रो जीवनलाई देख्दै गर्दाखेरि म पनि कसरी तपाईँ जस्तो सेवकै गर्न पाऊँ भनेर यसरी भन्छन्। म दुबईमा धेरै वर्ष बसेँ अनि धेरै वर्ष बसेपछि 2021को जुनको अन्तिमतिर जुलाईमा म आइपुगेँ। अनि जुलाईदेखि मैले सेवा सुरु गरेँ। त्यतिखेर मैले चर्चहरू प्लान्टिङ गर्छु भनेर मैले सोचेर आएको थिइनँ। तर प्रभुले दिनुभयो भने त्यो बुढाप त मेरो छँदै थियो। मेरो चाहिँ बुढाप के थियो भन्दाखेरि प्रेरितीय सेवका थियो। अनि म प्रेरितको रूपमा म नेपालको विभिन्न ठाउँहरूमा जिल्लाहरूमा जान्थेँ। मैले 2 वर्षको अवधिभित्रै मैले 40-41वटा जिल्लालाई पार गरेको थिएँ, हिँडिरहेको गएको थिएँ सेवकामा। अनि त्यो समयमा हामी आउँदै गर्दाखेरि त्यो ठाउँहरूमा चाहिँ जब म आएर सेवकाई सुरु गर्न थालेँ, दुबईमा भएका 1-2जना भाइहरूले बहिनीहरूले मलाई हेर्न सुरु गरे। कसरी हेर्न सुरु गरे भने यो मान्छे, मलाई पास्टर तावा भन्छ, यो पास्टर तावा, यो मान्छेले नेपालमा गएर फेरि के गर्ने अनि फेरि फर्केर आउने होला भने उनीहरूले यसरी भनिराखेका रहेछन्। अनि सेवकै हुँदै गयो 1 वर्ष बित्यो, 1.5 वर्ष बित्यो। तर 1.5 वर्ष हुनुभन्दा पहिले 1 वर्षमा चाहिँ एकजना भाइले फोन गर्यो। अनि के भन्यो भन्दाखेरि, गुरुबा हजुर, मैले तपाईँको सेवका हेरेँ, देखेँ, बुझेँ, तपाईँ कहाँ पुग्नुभयो सबै कुरा म अपडेटेड भएँ। मैले के सोचेको थिएँ भने तपाईँ अब एकछिन नेपाल जानुहुन्छ, फेरि 2-3 महिना फर्केर आइहाल्नुहुन्छ भन्ने लागेको थियो मलाई। तर अहिलेको स्थितिलाई हेर्दै गर्दा, तपाईँको सेवकालाई हेर्दै गर्दाखेरि चाहिँ मलाई के थाहा भयो भने तपाईँ चाहिँ अब साँचो गोलापमा उभिनु भएको रहेछ। अनि त्यही कारणले उहाँले के पनि भन्नु, अब तपाईँ सँगसँगै जोडिएर म पनि सेवकाईमा निस्किन चाहन्छु। जीवनलाई मानिसहरूले देख्दै गर्दा, तपाईँ र मेरो सेवकाईलाई मानिसहरूले देख्दै गर्दाखेरि मानिसहरूले आशिष पाउनुपर्छ। प्रियहरू, मानिसहरू सेवकाईमा आउनुपर्छ। मानिसहरू म पनि त्यो फल्ना पास्टर जस्तो, म पनि फल्ना प्रेरित जस्तो, म पनि फल्ना अगमवक्ता जस्तो अघि बढ्दछु, म पनि त्यो मण्डलीमा जसरी सेवकाई भइराखेको छ त्यो सेवकाई म पनि गर्न चाहन्छु भनेर मानिसहरू इन्स्पायर हुन सुरु गर्दछ। अनि यो चाहिँ यतिखेर हुन्छ जब तपाईँ र मैले हाम्रो जीवनमा ख्रीष्ट येशूको निम्ति हामी तृष्णा गर्छौँ। जब हामी जान्छौँ, जब हामी पिउँछौँ अनि परमेश्वरले तपाईँ र मलाई त्यो प्रकारको एउटा व्यक्ति बनाउनुहुन्छ। अनि तपाईँ र मलाई मानिसहरूले देख्दै गर्दाखेरि यो चाहिँ खालको मान्छे ठिक छ, यो चाहिँ सेवकाई ठिक छ भनेर उनीहरूले हाम्रो सेवकाईलाई देखेर उनीहरू आउँछ। अर्को एकजना भाइ पनि हुनुभयो,
अनि एकजना भाइले पनि त्यसरी हेर्नुभएको रहेछ। अनि उहाँले पनि भन्नु, गुरुबा तपाईँको सेवकाई त अब म चाहिँ फेरि एक्लै त्यति जाँदिनँ, यो पालि चाहिँ एक्लै आएँ यहाँ, किनभने अब हामी उता मण्डली बनिराखेको छ के अरे त्यही पुरानो प्रेयर हाउसलाई यता लाछीमा, यता सानो क्षेत्र भएको कारणले लाछीलाई गाँसेर 50-60जना उठ्ने बाहिरपट्टि र यसो खानासाना खाँदा पनि शीतल हुने, किनभने वर्षमा 3-4वटा त हाम्रो प्रोग्राम त्यहीँ हुन्छ, स्कुलहरू हुन्छ, ट्रेनिङ सेन्टरहरू हुन्छ, विभिन्न सेमिनारहरू हुँदै गर्दाखेरि त्यहाँ नअट्ने भएको कारणले हामी त्यहाँ गरिराखेका छौँ, बनाइराखेका छौँ। अनि सायद अहिले त सिद्धिसक्यो। अनि त्यही कारणले मैले गुरुआमालाई लिएर आउन सकिनँ योपालि। अनि हामी श्रीमान श्रीमती निस्किँदै गर्दाखेरि उतादेखि फोन गराउँ, ओहो यसरी हो नि त हिँड्नुपर्ने, यहाँ त पास्टर एक्लै कुद्या छ, लखर 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 लखर, सेवकै कति हो कति, कता हो कता, परिवार बिग्रेर भयो कि गुरुआमा एक्लै कुद्या छ, मेरो सेवकाई भन्छ, ऊ सेवकाई भन्छ, त्यो सेवकाई भन्छ, श्रीमानसँग ठिकै छैन। एउटा अर्को मण्डलीमा भन्छ श्रीमानले श्रीमतीलाई सपोर्ट गर्दैन, श्रीमतीले श्रीमानलाई सपोर्ट गर्दैन, आफ्नो आफ्नो विचार हो। श्रीमान श्रीमती चाहिँ हो पास्टर 12 पास्ने आमा हो, तर सेवकाई गर्दै गर्दाखेरि उनीहरूको फरक आफ्नो तिमी तिम्रो गर, म मेरो गर। सेवकाई भनेको चाहिँ आफ्नो आफ्नो हुँदैन, सेवकाई चाहिँ ख्रिस्टको हो। ख्रिस्टको सेवकाई चाहिँ मिलेर गर्ने हो, जुलेर फाइदा छैन। इगो छ नि, बेउरा त छ नि कसैको, हामी सबैको छ आफ्नो आनी बानी छ, झनक झनक हुने बानी छ है, झड्याङ झड्याङ भन्छ, लोभ गरेर लोभले